2082 जेठ 13 गतेदेखि 17 गतेसम्म जापानको काउन्टर टेरोरिज्म युनिटको पदाधिकारीसँगको छलफल कार्यक्रममा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई स्वीकृति दिने पनि निर्णय भएको छ। त्यसै प्रकारले एसियाली विकास ब्याङ्कको चार्टरको आर्टिकल 12(1) मा उल्लेखित लगानीको सीमा सम्बन्धी प्रावधान हटाउने प्रस्तावको पक्षमा मतदान गर्न माननीय मन्त्रीलाई अर्थमन्त्रीलाई स्वीकृति दिने भनेको छ। एसियाली विकास ब्याङ्कको चार्टर आर्टिकल 12 को यो मिटिङमा त्यो सम्बन्धी लगानीको सीमा सम्बन्धी तोक्ने प्रावधान हटाउने सम्बन्धी प्रस्तावमा मतदान गर्नुपर्ने भएको हुनाले माननीय मन्त्रीले त्यो त्यहाँ भ्रमणको लागि त्यो कामको लागि स्वीकृति प्रदान गरेको हो। जनकपुर चुरोट कारखाना लिमिटेड, गोराकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटोल धागो कारखाना लिमिटेड र नेपाल ओरिएन्ट म्याग्नेसाइट प्रणाली गरी 7 वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। यी सबै उद्योगहरूले चाहिँ रुग्णमुक्त उद्योग रूपमा यसलाई व्यवस्थापन गर्ने निर्णय गरेको हो। त्यस्तै ऊर्जा तथा सिँचाइ मन्त्रालय रानी जमरा कुलरीय सिंचाई योजना नहर निर्माण तथा विस्तारका लागि आवश्यक नहरको रेखाङ्कनमा पर्ने करिब 289 हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत सिंचाई मन्त्रालयले स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले ऊर्जा जलस्रोत सिंचाई मन्त्रालय र मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको पूर्व स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। नेपालको सर्वोच्च अदालत र बेलायतको सर्वोच्च अदालत बीच हस्ताक्षर हुने लेटर अफ गुडविल स्वीकृत गर्ने र हस्ताक्षर गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ। 2082 जेठ 19 गतेदेखि 23 गतेसम्म स्विजरल्यान्डको जिनिभामा आयोजना हुने डायलग अमङ नेसनल प्लेटफर्म फर डिजास्टर रिस्क रिडक्सन